Namaste everybody, how are you? कति टाइमपछि मलाई बल्ल फुर्सद भयो है नेपालमा के भइरहेको छ के थाहा छैन तर मलाई एउटा कुरा चाहिँ शेयर गर्न मन लागिरहेको थियो सिंहदरबारको बारेमा है। सिंहदरबार जलाउन नहुने संरचना हो यो। जसले पनि जलायो, जोसुकैले जलाएको भए पनि यो एकदम गलत काम हो। अनि अर्को कुरा, सिंहदरबारलाई चाहिँ म एउटा रिक्वेस्ट गर्न चाहन्छु, यो शेयर गर्छु, रिक्वेस्ट गर्छु, सम्बन्धित निकायसम्म पुगोस् भन्ने इच्छा गर्छु कि सिंहदरबारलाई चाहिँ अब आउने भविष्यमा चाहिँ यो गभर्नमेन्टको बिल्डिङ नबनाएर हैन, यो नेताहरूको अखडा नबनाएर एउटा म्युजियम बनाएर राम्रोसँग पुनर्निर्माण गरेर एउटा म्युजियम बनाएर त्यसबाट आफ्नै टाइपको एउटा इन्कम हुने गर्नु पर्यो। किनभने यस्तो राम्रो, कति राम्रो दरबार थियो त्यो हैन, त्यसको एउटा आफ्नै छुट्टै चार्म थियो। म एक दुईचोटि भित्र जाने मौका पाएको छु, आई डोन्ट क्वाइट रिमेम्बर, एक दुईचोटि मैले भित्र जाने मौका पाएको छु, सबै त हेर्नु पाएको छैन। अनि मलाई जहिले पनि ओहो मलाई टुर गर्न मन लाग्थ्यो कि आई वान्ट टु सी अल अफ इट, यो सबै हेर्न मन लाग्थ्यो, कस्तो कस्तो छ होला भित्र भन्ने जस्तो लाग्थ्यो। एक दुईवटा ठाउँमा चाहिँ पुगेको छु म। अनि त्यही भएर यो पब्लिकको लागि अवेलेबल बनाउनु पर्यो, त्यसबाट आफ्नै छुट्टै टाइपको एउटा इन्कम पनि हुन्छ गभर्नमेन्टको लागि। यो गभर्नमेन्टको अफिस भनेर चाहिँ नबनाउँदाखेरि बेस हुन्छ जस्तो लाग्छ। किनभने कुनै पनि राजनीतिक उतार चढाव हुँदाखेरि चाहिँ राजनीतिक दलहरूले, जनताले, गुन्डाहरूले, बदमासहरूले, अनेक थरीका शक्तिहरूले आक्रोश पोख्ने ठाउँ भयो। अनि त्यसको परिणाममा चाहिँ एउटा देशको सम्पत्तिको सत्यानाश भयो है। त्यही भएर यो पुनर्निर्माण गरिनुपर्छ र गरेपछि चाहिँ यसलाई चाहिँ म्युजियमको रूपमा राख्नु पर्यो। अर्को कुरा, मलाई कस्तो अचम्म लाग्यो कि हाम्रो नेपालको गभर्नमेन्टको बिल्डिङहरूको इन्सुरेन्स रहेनछ है। यो सच्च हो कि होइन मलाई थाहा भएन, न्युजहरूबाटै यताउता सुनेको, तर इन्सुरेन्स गरिँदैन रहेछ। अब ठुलो ठुलो बिल्डिङहरूको त इन्सुरेन्स भएको छ नेपालमा पनि होइन, तर जुन कति वर्ष पुरानो भवनहरू छन् तिनीहरूको चाहिँ इन्सुरेन्स भएको रहेनछ है। अब इन्सुरेन्स गर्नु पर्यो, म्युजियमको रूपमा त्यसलाई युज हुनु पर्यो, ताकि त्यहाँबाट पनि एउटा एक प्रकारको इन्कम होस्। यो राजनीति गर्ने अखडा नबनोस् है। त्यसको धरोहरहरू एनिवे संरचनाहरू मलाई राम्रोसँग भन्न आएन, संरचनाहरू, बिल्डिङहरू, हिस्टोरिक बिल्डिङहरू है। आजलाई चाहिँ यति।